लङ टर्म एचिभमेन्टको त खै अझै थाहा छैन, तर सर्ट टर्म एचिभमेन्टको कुरा गर्नुपर्दा चाहिँ मैले आज यो किताब पढेर सकेँ। यो किताबको नाम रहेको छ द साइन्स अफ गेटिङ रिच। हामी सबैको एउटै सपना हुन्छ कि पाइएको यो जीवनमा एकचोटि धनी हुने र आफ्नो इच्छा र आकाङ्क्षाहरू पुरा गर्ने। त्यही धनी भइन्छ कि भन्ने सोच लिएर मैले यो किताब पढेको थिएँ र आज म यस भिडियोमा हजुरहरूलाई यो किताबबाट मैले के पाएँ त भन्ने कुराको विश्लेषण गर्न गइरहेको छु। कृपया भिडियो अन्तिमसम्म हेर्नुहोला। यो किताबको अनुसार सर्वप्रथम त हामीहरू धनी बन्नको लागि आफ्नो सोच बदल्न जरुरी छ। कहिले पनि म त सानो छु, मैले त गर्न सक्दैन, मसित त पैसै छैन जस्ता नकारात्मक सोचहरू आफ्नो दिमागबाट निकाल्नु पर्दछ। जब हामी धनी बन्ने र ठुलो सोच मात्र राख्दछौँ तब हाम्रो दिमागले त्यो सोचलाई रियालिटीमा बदल्ने कोसिस गर्दछ। धनी हुने पहिलो स्टेप त सोच हो, तर सोचेर मात्र धनी भइँदैन। भोलिको कामको चिन्ता नगर्नुहोस्, आज गर्न सक्ने काम जति सबै पुरा गर्नुहोस् र आफूले मन लागेको कुराहरू गर्दै अगाडि बढ्नुहोस् भनिएको छ। तर मलाई आजसम्म थाहा छैन मलाई चाहिँ के कुरा मनपर्छ।